हेलो एभ्रिवान, हजुरहरूलाई मेरो आजको भ्लगमा चाहिँ स्वागत छ। आज चाहिँ म भेज मोमो बनाउन गइरहेको छु। त्यसपछि मैले बन्दा, पनिर, प्याज चाहिँ रेडी गरेँ। बन्दालाई चाहिँ मैले मजाले काटिसकेको छु। यतिको काटेर चाहिँ अब म कोरेसम्म मजाले कोर्छु। कोरेसम्म कोर्दा चाहिँ सजिलो पनि हुन्छ, अलि राम्रो पनि हुन्छ। त्यही भएर मैले अब यतिको कोरिसके पछाडि चाहिँ अब पनिर पनि कोरेसम्म नै कोर्छु। यसमै कोर्दा चाहिँ सजिलो पनि हुन्छ, राम्रो पनि हुन्छ। मैले मजाले पनिरलाई यसरी कोरिसके पछाडि चाहिँ यतिको भइसकेको छ। अनि अब यता रेडी गरेँ प्याजलाई चाहिँ अब मसिनो पारेर काट्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले चपिङ बोर्डमा नै मसिनो पारेर काट्छु। प्याज चाहिँ काट्दा काट्दै आँखा पनि पिरो भइसक्यो र यतिको मसिनो पनि बनाइसकेँ मैले प्याजलाई। यो प्याजलाई पनि अब म अघिकै बन्दा र पनिरमा चाहिँ एड गर्छु। यति भए चाहिँ त्यसपछि मैले करेन्टको मोमो मसला लिएको छु। यो मोमो मसला पनि म यसमा चाहिँ थोरै एड गर्छु। त्यसपछि मैले यो चाहिँ लिएँ लसुनको पेस्ट हो। यो चाहिँ मैले सिलौटामा मजाले पिनेको लसुन हो। अनि 2 चम्चा मैले घिउ पनि तताएँ। घिउले चाहिँ मिठो स्वाद दिन्छ। मजाले लसुनमाथि नै घिउ फुराएँ, यो लसुनको नराम्रो गन्ध नआओस् भनेर। अनि त्यस पछाडि चाहिँ मैले स्वादअनुसार थोरै नुन पनि राखेको छु यसमा। नुन राखिसके पछाडि अब यसलाई मजाले एकछिन मुस्नुपर्ने हुन्छ। यसलाई मजाले एकछिन मिक्स गरिसके पछाडि चाहिँ स्वाद एकदम जुसी टाइपको हुन्छ। त्यस्तो धेरै राम्रो बनाउन त आउँदैन, ठिकै आउँछ। त्यही भएर यतिको बनाउँदैछु। यो मोमोलाई चाहिँ यसलाई जति मिक्स गरे त्यति सजिलो हुन्छ। त्यही भएर अब यतिको भइसके पछाडि यसलाई अब एकछिन म छोपेर राखिदिन्छु, 1-2 घन्टाको लागि नै। दिउँसो बनाउने हो। अनि यता चाहिँ मैले पिठो रेडी गर्दैछु अब मुस्नको लागि। चाहिँ मैले मैदा लिएँ, आधी जति हालिसके पछाडि मजाले 5-7 मिनट यसलाई मुसिसके पछाडि चाहिँ नरम भइसकेको छ। अब यसलाई पनि म एकछिन छोपेर राखिदिन्छु 1-1.5 घन्टाको लागि नै। अब यता चाहिँ म अचारको लागि अब सबै सामानहरू चाहिँ तयार गर्दैछु। मैले सबै सामानहरू चाहिँ मजाले पखालेर राखिसकेको छु। यता चाहिँ मैले टमाटर काटेर राखिसकेको छु, प्याज अनि खुर्सानी, लसुन, धनिया यी सबै मैले काटेर रेडी गरेँ। अब यता चाहिँ म कराईमा तेल राखेँ। तेल तातिसके पछाडि चाहिँ यसमा मैले थोरै जिरा फुराएँ। जिरा एकछिन रातो हुन छोडिदिएँ। त्यस पछाडि चाहिँ यसमा मैले लसुन फुराउँछु अब एकैछिन। लसुन अलिकति रातो रातो भइसके पछाडि चाहिँ यसमा फेरि खुर्सानी एड गर्छु। खुर्सानी राखेर चलाउँछु एकछिन। चलाइसके पछाडि अब यसमा फेरि प्याज राख्छु। प्याज राखेर नि एकैछिन चलाइसके पछाडि अनि टमाटर पनि मिक्स गर्छु यसमा म। टमाटर राखिसके पछाडि पनि एकछिन चलाउने। एकछिन चलाएपछि थोरै मैले बेसार पनि राखेँ। बेसारपछि जिरा धनियाँको धुलो पनि राखेँ। स्वादअनुसार थोरै नुन पनि राखेँ। अनि एकछिन यसलाई मजाले चलाउँछु। जति अलि पकाएँ त्यति अलि मिठो हुने भएको कारणले गर्दाखेरि चाहिँ मैले यसलाई मजाले चलाइसकेको छु र यतिको भइसकेको छ। अनि माथिबाट थोरै धनियाँ पनि राखेँ। धनियाँ राखेर पनि अब एकचोटि यसलाई म मजाले चलाइदिन्छु। चलाइसकेपछि एकछिन यसलाई सेलाउन राखिदिन्छु। यो मिक्सरमा पिन्न पर्ने भएकोले सेलाओस् भनेर। अनि यता मैले बदाम राखेको छु। बदामलाई मसिनो पारेँ। त्यस पछाडि अघिको अचार सेलाइसकेको छ। यसलाई मैले फेरि मिक्सरमा राखेँ। अनि थोरै पानी राखेर चाहिँ अनि मैले यसमा तिलको छोप, आलसको छोप राखेर एकछिन मिक्स गरेँ। यो चाहिँ यतिको अलि बाक्लो बाक्लो भइसकेको छ। यसमा अब थोरै पानी पनि एड गर्नुपर्ने हुन्छ। पानी राखे पछाडि चाहिँ यो अचार यतिको भइसकेको छ। र यसमा चाहिँ मैले थोरै आधी कागती पनि निचरेर राखेको छु, कागतीको रस। यतिको हुँदा चाहिँ अचार एकदम मिठो स्वाद आउँछ। अब यता मैले अघि राखेको पिठो चाहिँ बेल्न थालेँ। पिठो अलि नरम भइसकेको रहेछ, त्यही भएर बेल्न हल्का गाह्रो गाह्रो जस्तो भयो। तर पनि 4-5 वटा गरिसके पछाडि चाहिँ अरू चाहिँ नर्मली सजिलो नै भयो। यतिको भइसकेको छ। अहिले चाहिँ अलि सजिलो सजिलो भयो। यता चाहिँ मैले बेलेर यति चाहिँ बनाएँ। त्यति राम्रो त आएन खासै, अब ठिकै छ। तर पनि मोमोको डल्लो चाहिँ मलाई त्यति राम्रो बनाउन आउँदैन। त्यति राम्रो बनाउन नआए पनि त्यस घरमै खानको लागि काम चलाऊ, यतिको भइहाल्यो भनेर मोमो पनि मैले यतिको डल्लो बनाएँ। यतिको बनाइसके पछाडि चाहिँ अब यो लगभग रेडी भइसकेको छ। अब यसलाई चाहिँ 10-15 मिनट जति स्टिम गर्नको लागि मैले छोडिदिएको छु र मोमो पनि पाक्यो। बास्ना चाहिँ एकदम मिठो आइरहेको छ। अब हेरौँ खाँदाखेरि कस्तो छ यसको स्वाद चाहिँ। सबैजनालाई मैले चाहिँ प्लेटमा हालिदिएँ। मोमो चाहिँ खाँदा पनि एकदम मिठो रहेछ। बाई बाई साथीहरू।